अझै साथीहरू सबैजना कति भात मात्रै खानु, कहिले त यसो रोटी पनि खानु पर्यो रे भनेर र मैले चाहिँ रोटी पकाउनु लागि पिठो मुसेर राखेको थियो। अब म यहाँ यसलाई तताउँछु अनि अब रोटी पकाउनलाई म सुरु गर्छु। अब यहाँ ऊ पनि लियो। अब यहाँ बेल्नको लागि अब रेडी भइसकेको छ। त ग्यास बाल्नु पर्यो, यसलाई तताउनु पर्यो, यसलाई तातेपछि चाहिँ अनि त्यसपछि रोटी पेल्न थाल्नु पर्यो। ल गाइस, अब चाहिँ म सुरु गर्न लागेको छ रोटी पेल्नको लागि। पहिला पिठो हाल्नु पर्यो अलिकति, नत्र टाँसिन्छ। यहाँ यसमा टाँसिन्छ भनेर पहिला पिठो हाल्यो। अब यो थोरै थोरै लिएर पहिला गोलो बनाउनुपर्छ अनि त्यसपछि मात्रै यसलाई पेल्न थाल्नुपर्छ। अब यो गोलो बनाउनलाई मैले हातमा लियो। अब त्यसपछि हातमा लिएपछि त्यसलाई मजाले चलायो अनि पेलिसक्यो। फर्स्टको रोटी त मेरो जहिले यस्तो हुन्छ। रोटी ल्याएछ भने आफू छक्कै पर्छ कि पहिला फर्स्टको सुरुको रोटी मेरो जहिले यसरी बिग्रेको हुन्छ। त्यसपछि अनि मैले हालेर अनि फेरि चम्चाले थिच्यो सबै ठाउँतिर तान्छ। फेरि अर्को सुरु गर्नु पर्यो भनेर यहाँ फेरि अर्को सुरु गरिसकेँ मैले पेल्नको लागि। अब पेल्यो। अब यो चाहिँ एक हातले पेलेको छ, एक हातले भिडियो बनाएको छ गाइस। पनि मजाले एक हातले पेलिरहेछ। यो चाहिँ राम्रो बनाउनु पर्यो भनेर मेहनत गरिरहेछ। तर पनि राम्रो हुन्छ कि के हुन्छ भनेको यो पनि त्यस्तै हुन लागेको छ गाइस। यो पनि त्यस्तै हुन लागेको छ, तर यो चाहिँ राम्रै हुन्छ। राम्रै भएको छ। मजाले यसरी मजाले पेल्यो। यो यताको फेरि रोटी यस्तो भयो हेर्नुहोस् गाइस, अलिकति डढेछ। यो पनि सेम त्यस्तै भयो। अनि यसलाई यो उसमा हाल्यो अनि अर्को पनि त्यस्तै छ। अब यसले पनि अर्को फेरि पेल्यो, अर्को राम्रो भयो। यो चाहिँ राम्रो भयो, अलिकति राम्रो भयो, खुसी लाग्यो। यो त्यस्तो छ, फेरि यो चाहिँ यस्तो भयो गाइस। यो चाहिँ थर्डको हो, थर्ड लटको। अब हेर्नु मैले यसरी राखेको छ यसलाई चाहिँ। यो दुईवटा तिनवटा भयो, अर्को पनि त्यो पकाउँदैछ, अर्को पेलेर राखेको छ। यो पनि यस्तै भयो। आजको रोटी देख्दा मलाई छक्कै पर्यो। आज मैले रोटी पेल्नै सकेन राम्रोसँग। के भएको यस्तो भयो गाइस। जस्तो भयो भने त खानु पर्यो। यसरी चम्चाले मैले थिचेँ, जो सबै ठाउँमा चम्चाले टक 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 थिचेँ राम्रोसँग पाकोस् भनेर। अनि पाकिसकेपछि मजाले थिचेँ चलाएको मजाले चलाएँ। फेरि यता डल्लो गरिसकेको छ। अब कति 4-5वटा डल्लो छ। अनि फेरि अर्को हाल्यो, यसरी हाल्यो। अर्को राम्रो हुन्छ भनेर पेल्यो झन् त्यस्तै छ। हेर्नु गाइस, यति भएछ यसरी। यो चाहिँ धेरै साह्रो हुन्छ भनेर नरम होस् भनेर यसरी राखेको। अब फेरि अर्को पेल्नु पर्यो भनेर यहाँ रेडी गरेर राखेको छ। यो चाहिँ फेरि पेल्यो, तर राम्रो हुन्छ कि भनेको अरू बेला जस्तो राम्रो भएन। ठिक छ, जस्तो भए पनि खानु पर्यो। जस्तो भयो भने पेट अगाउने हो, पेट भर्ने हो भनेर। ठिक छ साथीहरू, सबैलाई मिठै लाग्छ होला। अगाडिको योभन्दा अगाडि पकाउँदाखेरि त मिठो भएको थियो। ल गाइस, अगाडि चाहिँ अलिकति बाक्लो भयो अरे भनेर मैले यो पाल चाहिँ पातलो बनाएको छ गाइस। होइन, यसलाई पनि मैले हालेँ। यो चाहिँ दामी भएको छ कि यसो हेर्दा पनि दामी भयो। हेर्दाखेरि खाउँ जस्तो लाग्छ। यस्तो भएर पनि लागेछ भने मेसेज गर्नु होला, सरी कमेन्ट गर्नु होला सबैजना। कहाँ से आते हैं? यसलाई यसरी पकाइन्छ होइन, हातले यस्तो गरी यसरी बनाउँदैछु गर्दैछु। साथीहरूलाई यसो खुवाउनु त पर्यो त, के गर्नु। यो चाहिँ बिहान हो, ड्युटीबाट यता आएर बिहान भयो। अब यो चाहिँ लास्टको सक्यो गाइस। तपाईँहरू पनि खान मन लागेको छ भने यसै गरी पिठो लिएर यो अनि रोटी पेल्ने लिएर आफैलाई कोठामै यसै गरी सुक्खा रोटी पकाएर खान सक्नुहुन्छ गाइस। आजको यो रोटी चाहिँ अन्तिमको रोटी हो। यो चाहिँ मजाले पकाउनुपर्छ। यति नै हो गाइस। बाई बाई गाइस।